फाइनल्ली हामी खाना खाने ठाउँमा आइपुग्यौँ। करिब 5-6 बजे हामीहरूलाई खाना खुलाइयो। भोकले नि यति गाह्रो भइरहेको थियो कि गाडीले टाइममा नरोकेर बल्ल बल्ल खाना खाने ब्रस गरेर हामी फ्रेस भई अनि खाना खाने ठाउँतिर लाग्छौँ। खानामा हामीले चिकन और राइस अनि तन्दुरी रोटी ल्याउँछौँ। हामी 3 जना साथै बसेर खाइरहेको हजुरहरू देख्न सक्नुहुन्छ। उहाँ अङ्कल चाहिँ पानी लिनु जानुभएको छ। हाम्रो टेबलमा खाना आइसक्यो। हामी चाहिँ अब बस खाना मात्रै बाँकी छ। सुरु गरौँ गरौँ। खाना खाइसकेपछि हामी टक्क बाहिर हल्का वाक गर्छौँ गाडी नहिँड्दासम्म। साथीहरू हजुरहरू देख्न सक्नुहुन्छ बाहिरको नजरिया। हामीसँग इन्टरनेसनल डक्टर भेट्नुभयो। उहाँ चाहिँ नर्मल्ली गाडीमा आउने प्यासेन्जरहरूलाई सोध्ने गर्नुहुन्छ। हजुरहरूलाई कुनै तकलिफ छ भने मलाई भन्न सक्नुहुन्छ, म हजुरहरूलाई दबाई दिन सक्छु भन्दै उहाँ चाहिँ हिँडुल गरिरहनुहुन्छ। हजुरहरू पनि उहाँलाई सम्पर्क गर्न सक्नुहुन्छ। मलाई पनि सोधिरहनु भएको थियो दबाई चाहियो कि भनेर, बट मलाई त्यस्तो केही गाह्रो भइरहेको थिएन, त्यसैले हामीलाई दबाईको कुनै खाँचो थिएन। हाम्रो इन्टरनेसनल डक्टर साहबको मैले थोरै फोटो पनि लिए। थ्याङ्क यू सो मच गाइज फर वाचिङ दिस भिडियो।